सोनिया गुरुङ। अरे बाप रे, हाम्रो छोरी चाहिँ रेडी भइसकेको छ। हेलो गाइज, गुड मर्निङ, नमस्ते। छात्र सम्पूर्णमा आइपुगेर सन्चै हुनुहुन्छ होला। हामी एकदम सन्चै छौँ। हामी चाहिँ यति क्युटी 5 अनि यति ह्यान्डसम भनेर चाहिँ कहाँ जाँदैछौँ भने चाहिँ आज रहेको छ गुरुङहरूको तमुलो सार। हामी चाहिँ तमुलो सार मान्नलाई चाहिँ जाँदैछौँ गढी मन्दिरमा। अनि सबैजनालाई तमुलो सारको धेरै धेरै शुभकामना दिन चाहन्छु। स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपालीहरूलाई फेरि पनि तमुलो सारको धेरै धेरै शुभकामना। हामी चाहिँ आएको छौँ अहिले बाटोमा। हाम्रो घरभन्दा 10 मिनट जति लाग्छ त्यहाँ जानलाई। हामी चाहिँ हिँड्दै जाँदैछौँ पैदल यात्री बनेर। यतातिर चाहिँ मेरो बुढा अनि यतातिर फुपू हुनुहुन्छ। हेलो भनिदिनु फुपू। अनि यतातिर बहिनी हेलो भनिदिनु। ल सानुले हेलो भन, अगाडि जाऊ न। हेलो। अनि उतातिर चाहिँ काकीहरू जानुभएको छ अगाडि अगाडि। हामी चाहिँ पछाडि पठाएछौँ। भनिदिनु काकी। हेलो हेलो काकी। हेलो। अर्को काकी चाहिँ अगाडि हुनुहुन्छ। हेलो भनिदिनु काकी। सबैजना चाहिँ हामी गुरुङ चाहिँ यति हो है। अरू त कता कता जाने रे, हामी गुरुङ चाहिँ यति मात्रै हो। उतातिर चाहिँ थुप्रै हुनुहुन्छ। ल साथीहरू, अब हामी चाहिँ अब भाइहरूलाई पनि हिँड्दैछु म चाहिँ है। जानु पऱ्यो अब गढीतिर भाडाहरू लिनुलाई। यहाँ चाहिँ बुढी माउ हाम्रो बजे चाहिँ अगाडि हिँड्दै हुनुहुन्छ। अन्त आइसक्नु भयो। तपाईँ किन पुगेको र तपाईँ उहाँ गढीमा? के अरे गढीमा कसले भनेको? कहाँ छ त्यो? के हो तेरो पारा? म अहिले उठेको हो। कहिले उठेको? म सेती बसिरहेको थिएँ। तपाईँ पनि उठ हिँड। यसलाई के भयो फेरि? सुत्ने बिहामा लाग्यो। ल साथीहरू, म चाहिँ यहाँ क्लब घरमा आइसकेको छ। आमासँग घरमा यहाँनिर चाहिँ भाडाहरू छ, भाडाहरू निकाल्दै हुनुहुन्छ है। यहाँनिर हाम्रो समूहको भाडाहरू यहाँ छ। लक्ष्मी आमा समूह हुनुहुन्छ। भाडा गइसक्यो। यहाँनिर चाहिँ टेन्ट छ हाम्रो। त्यस्तै कहाँ पाइयो त नि? यहाँ एकैचोटि लैजाने सबै सामानहरू कहाँ घर घर निकालेर बस्ने हो र? कुर्सीहरू छ। बुक पनि लाने हो? लाने होला नि यो पनि। यो बियो बिना त कहाँ खाना हुन्छ र? यहाँ चाहिँ दाइहरूले भाडा बाहिर निकाल्दै हुनुहुन्छ। हाम्रो लौरे पनि आइसक्नु भयो यहाँ है। सर सर टेबल थाल्नुहोस् त। बोकिहाल्छन् लाउरे हो भाइ। यहाँ चाहिँ हाम्रो टेन्ट पनि छ है। तपाईँहरूलाई चाहिन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ हाम्रो टेन्ट लक्ष्मी आमा समूह रिच। होइन अङ्कल अलिक त प्रचार पनि हान्नु पऱ्यो नि आफ्नै समूहको। ल्याउने न भाँडाहरू मात्रै हो, प्लेट नि होइन। प्लेट पनि होइन, चम्चा चम्चा केही पनि होइन। अरू सबै हो है। सब ल्याएको छु के हो? साथीहरू हाम्रो चाहिँ यहाँ चुल्हा पनि जलिसकेको छ। अब चाहिँ कार्यक्रम सुरु भइसक्यो।
ल साथीहरू हाम्रो चाहिँ भाइले चाहिँ यहाँ सरसफाइ गर्दैछ अहिले टक्क लाएर जे होस् जागिरी हुन्छ नि यार दियो ए लुकेको गरेर ल साथीहरू यहाँ चाहिँ हाम्रो मासु आइसकेको छ यहाँ काम गर्दै हाम्रो मोटे मामा अनि गोकुल दाई यदि तपाईँलाई कुखुराको मासु के अरे खसीको मासु चाहिन्छ भने गोकुल दाईलाई सम्पर्क गर्नुहोला मिलन चोकैमा छ दाईको पसल चाहिँ है साथीहरू मैले चाहिँ यहाँ यति सफा गरिसकेको छु यहाँ चाहिँ दाईहरू आउनुभएको छ दाईहरूले चाहिँ टक्क लाएर यहाँ मोटर छोड्दै हुनुहुन्छ हाम्रो प्रकाश दाई हुनुहुन्छ यहाँनिर हाम्रो वडा सदस्यज्यू त्यो त आइसक्यो दाई त्यो त अघि झाडुमा आइसक्यो दाई अनि साथीहरू यतातिर चाहिँ हाम्रो मासु फ्राई हुँदैछ देख्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ 3टा चुल्हा बनाएको छ अहिले चाहिँ यहाँ आलु बोइल हुँदैछ यतातिर चाहिँ मासु फ्राई हुँदैछ हाम्रो बाजेहरू हुनुहुन्छ अब चाहिँ यहाँ के अरे मसला लगाएको भएर चाहिँ ठुलबाले मसला आउँदै हुनुहुन्छ यो चाहिँ स्पेसल तोरीको तेल र सरफसँग यो मिक्स छ सुहाउँछ ठुलोलाई जे भए पनि सुहाउँछ कुक भएको मान्छेलाई कुकलाई जे गरे नि सुहाउने फेरि यहाँ चाहिँ बुकु 6 नम्बरको वडा अध्यक्ष चाहिँ हुनुहुन्छ साथीहरू यहाँ चाहिँ हामीलाई पढाउने सर हाम्रो बाजे हाम्रो नारायण बाजे हुनुहुन्छ यहाँ चाहिँ म मुला धुन आएको छु अहिले भइहाल्छ बाजे हजुर आफ्नै सम्झेर गर्नु पऱ्यो नि होइन अब हामी चाहिँ टक्क लाएर मिलेर गर्नु पऱ्यो नि होइन आफ्नै हो जे गरे पनि होइन आफ्नै हो आफ्नै घर अनुसार गर्नु पर्यो कामहरू ल साथीहरू यहाँ चाहिँ अब टन्न काम गर्ने मान्छेहरू भइसकेका छन् यस्तरी मिलेर काम गर्ने चाहिँ कामहरू त एकैछिनमा सकिहाल्छ नि होइन ल त्यो साथीहरू हाम्रो यहाँनिर चाहिँ यो रहेको छ भग्नावशेष यो पुरानो दरबारको भग्नावशेष हो गरे है लिच्छिविकालको यो चाहिँ पुरानो छ सबैभन्दा पुरानो होला यो ठाउँमा भएको चाहिँ त्रिवेणी धाममा रहेको पुरानो भग्नावशेष मध्ये एक भग्नावशेष चाहिँ यो है त साथीहरू तपाईँहरूले देख्न सक्नुहुन्छ साथीहरू यहाँ चाहिँ अब हाम्रो च्याउ बन्दैछ वाइ यहाँ चाहिँ स्पेसल कुक साउदीबाट स्पेसल च्याउ बनाउनु मगाएको चाहिँ वरिष्ठ कुक यता हुनुहुन्छ हाम्रो शरद दाई चाहिँ आउनु भइसकेको छ यहाँ हामी टेन्ट लगाउनलाई साथीहरू हामी चाहिँ यहाँ दाईहरू चाहिँ यहाँ टेन्ट लगाउँदै हुनुहुन्छ दाई आयो दाई लुक्दै गएर चाहिँ ल है त साथीहरू तपाईँलाई पनि टेन्टहरूको जरुरी पर्छ भने हाम्रो शरद दाईले सम्झिन सक्नुहुन्छ दाई फोन नम्बर भनिदिनु त 9807211415 ल यो चाहिँ हाम्रो शरद दाईको फोन नम्बर रहेको छ
तपाईँलाई टेन्ट डिजे विवाह सम्बन्धी सामानहरू पार्टी सम्बन्धी कुनै पनि चिजहरू गर्न सक्नुहुन्छ दाइहरूलाई है त। ल साथीहरू यहाँ चाहिँ गुरुङ साथी चाहिँ लामा बस्दै हुनुहुन्छ यहाँनिर। भइहाल्छ मासु हात देखाउँछु नि म। ल साथीहरू हामी चाहिँ अब भर्खर नास्ता खान बसेको छ। सबैजनाले काम गरेर भ्याइसक्नुभयो, नास्ता पनि पाक्यो। अब चाहिँ टक्क खाइदिनु पऱ्यो भनेर बसेको छु। ओ दाइ खाने होइन तपाईँले? ल साथीहरू यहाँ चाहिँ अब बिहान लगाउनु लाग्नुभयो। के हुन्छ खासमा यहाँनिर नाक गएर घोडा आएको भए नाक गएर घोडा लामाले पनि क्युआर देखाइदिन्छ होइन म लिएर आउँछु। गेटभन्दा माथि गराउने हेर्नु होला। यो चाहिँ हाम्रो यहाँ त्रिवेणीमा रहेको भग्नावशेष हो। यो कति बेलाको हो थाहा छैन कसैलाई पनि सायद। अनि यहाँ चाहिँ यस्तो छ, यो चाहिँ यति सानो ढोका कहाँबाट बनेको होला, कसले बनाएको होला? यस्तो दरबारै त होला सायद होइन। अनि तपाईँले देख्न सक्नुहुन्छ यहाँले चाहिँ यस्तो बनाइएको छ, पुरै डिजाइनहरू छ यसरी। यो ढुङ्गामा कसरी खोपिएको होला होइन। यहाँ चाहिँ पुरै यो यसमा चाहिँ पहिला मूर्तिहरू हुने गर्थ्यो है। यो मूर्तिहरू कहाँ गयो त्यो पनि थाहा छैन। अनि यहाँ चाहिँ ढुङ्गा यसरी पल्टेर बसेको छ। यो चाहिँ है यहाँनिर चाहिँ यसरी झ्याल पहिलाको यसरी भेन्टिलेसन झ्यालहरू हुने रहेछ। अनि यहाँ यति मोटो दिवाल छ। यो ढुङ्गाको दिवाल कसरी उठायो होला, यहाँनिर कसरी बन्यो होला यो डिजाइनहरू होइन। तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ नवलपुर त्रिवेणीमा सिपुलगढी वडा नम्बर 7 मा पर्ने भग्नावशेष घर हो, दरबार हो कि के हो भन्ने कसैलाई पनि थाहा छैन। यसरी मूर्तिहरू बनाइएको छ, डिजाइनहरू बनाइएको छ। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले होइन। यहाँ चाहिँ यसरी हनुमानै हुनुहुन्छ कि दुर्गा माता हुनुहुन्छ। यसरी यहाँ चाहिँ मूर्ति सबै कुरा यहाँ यसरी पूजा गर्ने हुन्छ। पहिला चाहिँ अझै होचो थियो, तर पछि अहिले यो चाहिँ अझै धस्दै गएको हो कि के हो। तर यो चाहिँ अहिले माथि आइसकेको छ, होचो भएको छ साथीहरू। पहिला हामी सानोमा खेल्न आउने ठाउँ हो यो। अहिले चाहिँ यसरी हामी पहिला सिधै पस्ने ठाउँ, अहिले यसरी नुङ्गेर पस्नुपर्ने हुन्छ साथीहरू। यहाँ ठोकिन्छ त यो पहिला अन्त होचो भयो नि, तिमीले ख्याल गरेर कि नि, तर होचो भएको यो पहिला। यो चाहिँ साँच्चै हो, यो चाहिँ ढोका हो नि कहाँको। यहाँनिर चाहिँ साथीहरू यहाँ गुफा छ भन्ने पुरानो बुढाहरूले भन्थे। आजभोलि छ कि छैन थाहा छैन होइन। तल जाने बाटो छ अरे थाहा हाम्रो दाइलाई थाहा छ धसेर हुन त हो यार, त्यो धसेर जान सक्छ कि हो न त हो। त्यो जमानामा कसरी जोड्यो होला, के होला के यो के होला त? यस्तो छ यो माटो, सिमेन्ट जस्तो माटो। त्यो जमानामा बनेको चिजहरू यस्तो छ साथीहरू। केले बनाइएको होला यो? यस्तो छ साथीहरू, देख्न सक्नुहुन्छ तपाईँहरूले। तर यो सिमेन्ट त होइन। कहाँ त्यो जमानामा कहाँ सिमेन्ट हुन्छ यार? पहिला बुढाले त चुना आजभन्दा त्यो जमानाको कुन जमानाको त्यो जमानाको चुना पहिला त प्योरे चुना हुन्छ नि। यस्तो जस्तो सिमेन्टले गर्दा नि पहिला हो यस्तो चल्थ्यो अरे क्या।
दरबार बने टेक्नोलोजी आजभन्दा जमानाबाटै थियो धरारा बनेको थियो नि त्यस्तो खालको माटो हो के पनि सही हो हाम्रो छोरी चाहिँ रेडी भइसकेको छ यता हेर त यहाँ त छोरी यहाँ न यहाँ बाबातिर आऊ न हेर त खै जुत्ती देखाइदेऊ त बाबालाई खै यहाँ न यहाँ यता आएर देखाऊ न कसले किनिदिएको छोरी मम्माले किनिदिएको हो बाबाले किनिदियो नि मम्मालाई भन्छ यता हेर त यहाँ हेर त यहाँ हेर न छिटो त्यहाँ हेर फोनमा हेर अच्छा खै बाबा भन्दै त हजुर गुड लो साथीहरू हाम्रो बोर आइसक्नु भयो हेर ल खै पुसै सोध्यो ए यो बेङ्गुली ल्याएको भनेको फेरि अर्को पाहुना फेरि गुरुङ ड्रेसमा आइसकेको छ हाम्रो सोनिया गुरुङ ल है साथीहरू हाम्रो टोली हिँड्दैछ अब अरे बाबरे काँडी आएछ गरे आउनु त यतिबाट आएको सानलाई चाहिँ धोइसकेको छ त्यही भएर चाहिँ यता मम्माको गोदीमा आइसकेको छ मायाको त मम्मालाई हामी चाहिँ आइसकेको छौँ फाइनली यतातिर उसले देख्न सक्नुहुन्छ लोसारको यता चाहिँ रमझम हुँदैछ खाना पाक्ने कार्यक्रम हुँदैछ यतातिर चाहिँ सबैजना आउँदै हुनुहुन्छ भाइ खै सानो भाइ खै ए यता चाहिँ भाइ दिदी भाइ सेम भयो ज्याकेट लाएर मोटो ज्याकेट लाएर भाइ भाइको टोपी ल साथीहरू अब चाहिँ बाबु नानी अनि मेरो बुढीलाई चाहिँ अब स्याहार गर्नु लैजानु पर्यो किनभने यिनीहरू नागिन चलो नाग वर्गको अब स्याहार गर्नु जानुपर्ने हुन्छ यो हो हाम्रो क्युटी बहिनी छ्याजलो सर अब चाहिँ यहाँ रमाइलो हुँदैछ साथीहरू यहाँ चाहिँ के पाक्यो हेर्नु जानु पर्यो अब यो त प्याज त अझै चिम्दैछ है बढी भएको के हो र यहाँ पनिर पाकेकै छैन अझै आलु अचार बन्दैछ कलाएर यहाँ चाहिँ खाना पाकिसकेको छ हाम्रो यता चाहिँ अचार बन्दैछ यहाँ चाहिँ अझै पनि रोस्ट बन्दैछ गाइस बनाउनको लागि सबैले महिनावारी बचत गर्ने जुन बानी बसालौँ र कोषलाई स्थापना हुनबाट बचाऊ र कोषमा पैसा सबैले मन्थली महिनाको 100 रुपियाँ जम्मा गरिदिनु हुनलाई हार्दिक अनुरोध पनि गर्न चाहन्छु र यस कोषबाट जुन साथीहरूले आफ्नो घर खर्चको लागि भइपरि आउँदाखेरि खर्चमा रकम लानुभएको छ उहाँहरूले पनि समयमा ब्याज र साउहरू जम्मा गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्न पनि चाहन्छु र
भइसक्यो अब हामी जाँदैछौँ खाना खान सबैजना चाहिँ यो खाना खाने टोली है साथीहरू सबैजनालाई भोक लागिसकेको छ त्यही भएर यता चाहिँ हामी थाल पकाएर बसिसकेको छौँ भात खानलाई भात खाने लाइन सबलाई तातो तातो भात खानु मन लाग्छ दुईवटा लाइन छ एउटा उता लाइन छ एउटा यता लाइन छ हामी चाहिँ यता लाइनमा छौँ कति राम्रो पप्पी ल यो साथीहरू यहाँ चाहिँ अब खाना बाँड्दै हुनुहुन्छ अब यहाँ चाहिँ खानालाई रेडी यस्तरी लाइन लागेको छ अहिले चाहिँ टाइम धेरै भएको भएर यहाँ चाहिँ पुरै लाइन भयो अब एक्कासी सबैजनाले खानालाई अब तयारी भइसक्नु भएको छ त्यही भएर चाहिँ भिड भयो अहिले चाहिँ दुई लाइन लगाउँदा पनि यहाँ थाल प्लेट नपुग्ने अवस्था छ साथीहरू यतातिर हुनुहुन्छ ओ भैयाजी के भइयै पारा हो आखिरमा लास्टमा बस्नु न ल्याइदिन्छ क्या दाइ त्यो अलि उ गरौँ न है दाइ लिएर जानु न हो दाइ यतातिर हुनुहुन्छ भाउजू के छ किन हामी साथीहरू हामी चाहिँ उतातिर फोटो खिच्नलाई गएको थियौँ हल्का हल्का फोटो सुट भयो तर मेरो बुढालाई चाहिँ खासै फोटो खिच्न आउँदैन रिसाउनुबाट साथीहरू अहिलेसम्म फोटो भिडियो गर्थ्यो अनि भनेर पुरा तँ भन्नुभएको छ मेरो बुढा तर के गर्छ साथी मेरो बुढाले चाहिँ दामी फोटो खिचिदिनुहुन्छ भने चाहिँ फोटो अपलोड गर्नेछु है त कस्तो हामी घर जान आँटेको अहिले चाहिँ भइसकेको छ 5 सबैजना चाहिँ घर गइसक्नु भयो कोही चाहिँ नाच्दै हुनुहुन्छ आजको लोसार चाहिँ ठिकै रमाइलो भयो धेरै बेसी रमाइलो पनि भएन त्यही थोरै लो पनि भएन ठिकै भयो आजको रमाइलो चाहिँ सबैजना चाहिँ उतातिर हुनुहुन्छ अनि उताबाट आउँदै हुनुहुन्छ हाम्रो लोसार चाहिँ रमाइलो नै भयो साथीहरू सबैजनालाई फेरि पनि लोसारको धेरै धेरै शुभकामना दिन चाहन्छु सबैजनाले हाम्रो भिडियो अन्तिमसम्म लाइक कमेन्ट सब्सक्राइब गरिदिन नबिर्सनु होला भिडियो चाहिँ त्यति लामो भन्न सकेन किनभने चाहिँ त्यहाँ डेक बजिरहेको थियो नि त अनि डेक बजिरहेको ठाउँ चाहिँ कपिराइट लाग्थ्यो त्यही भएर चाहिँ हामीले खासै भिडियो गरेन त्यसको लागि सरी जे जति भए पनि सबैजनाले हेरेर माया गरिदिनु होला अब चाहिँ भेट्नेछ हामी अर्को लगमा टाटा बाई बाई